17,000 मार्छु भन्ने 5,000 को जिम्मा लिनेले मञ्चमा बसेर भाषण गर्छन्। राजावादीले हिंसा गरे रे। अहिले प्रमाणित भयो सरकारी सम्पत्ति तोडफोड गर्ने, जडीबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ। तपाईहरुका साथ यस्ता भिजिलान्तीहरू प्रयोग गरेर झुटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ। पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, माननीय सांसद डाक्टर धवल शमशेर राणा, पशुपति खड्का लगायत राष्ट्रवादी साथीहरूलाई थुनिएको छ। म सरकारलाई अपील गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, झुटा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस्। यदि यो कोसिस भयो भने आज बल्खुमा लाखौं, भोलि देशभरि हजारौं जनताले तिमीहरूको घर घेर्ने छन्। त्यो दिन तिमीहरू भागेर कहाँ जान्छौ? यी झुटा मुद्दा तत्काल फिर्ता गरियोस्। म आज यो विद्रोह किन भयो, यो विद्रोह किन आवश्यकता भयो भनेपछि अहिले यी नेताका छोराछोरी हेर्नुस् त एकछिन। एकजना कोही नेताको छोराछोरी नेपालको क्याम्पसमा पढ्छ। जनताका छोराछोरी क्याम्पसमा पढाएर राजनीति गराएर त्यही क्याम्पस बन्द गराउँछन्। म आज सोध्न चाहन्छु, कति भ्रष्टाचार गरेको? लाउडा काण्ड कहाँ गयो? धमिजा काण्ड कहाँ छ? चेजेर काण्ड कहाँ छ? चाइना साउथ काण्ड कहाँ छ? एयरबस काण्ड कहाँ छ? घोटाला, सुडान घोटाला, ओम्नी प्रकरण, बुढी गण्डकी, वाइड बॉडी, गोकर्ण रिसोर्ट, 70 करोडको सेक्युरिटी प्रियस अडियो काण्ड, नक्कली भुटानी शरणार्थी, ललिता निवास, 60 केजी सुन, 9 केजी सुन, सहकारी काण्ड, त्यसैगरी सर्प काण्ड, टेरामेक्स काण्ड, भिरकुटी मण्डपको भ्रष्टाचार, एनसेल काण्ड, नेपाल ट्रस्टको जग्गा काण्ड, मेलम्चीको खानेपानीमा भ्रष्टाचार, बालुवाटारको जग्गा कर्ल्याप्पै खाने काण्ड, क्यान्टनमेन्टको घोटाला, एमसीसी का दलाल, नेपाल स्काउटको जग्गा बेची खाने अपराधी चोर फटा। त्यति मात्र होइन, यहाँका नेवार समुदायको गुठी बेचेर खाने यी दलालहरूले गुठी काण्ड र अहिलेको प्रधानमन्त्रीको गिरिबन्धु टी स्टेट काण्ड। त्यति मात्र होइन, कम्बोडियामा पैसा लुकाउने काण्ड। यसका साथ यति काण्डको छानबिन गर, दोषीलाई कारबाही गर। अख्तियारका प्रमुखलाई मेरो अपिल छ, पार्टीका कार्यकर्ताको हल्लुने कार्यकर्ता नबन। अख्तियार प्रमुखज्यू तपाईलाई अपिल छ। होइन भने राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र होइन, यो राष्ट्रवादीहरूले यो शक्ति अगाडि बढायो भने यी काण्डका नाइकेलाई जेल हाल्छौं, थुन्छौं र यिनको जमानत सर्वोच्च हरण गर्छौं भनेर हामी यो आन्दोलनमा अगाडि बढेका छौं।